आज नुहाइदिए गरेँ। अब दसैँको तयारी गर्नु पर्यो। मेरो बाबुजी यहाँ सुतिरहेछ। म चाहिँ अब पूजा गर्छु। हाम्रो चाहिँ जमरा यस्तो भयो साथीहरू, तपाईँको चाहिँ कस्तो भएको छ? पातै निस्का छैन, कोहीको पातै निस्का छैन, कोही चाहिँ पातै निस्का छैन। यस्तो छ हाम्रो चाहिँ मन्दिर भयो। उतै राख्नु पर्यो, सबै निकालेर माझ्नु पर्यो। कति राम्रो देखेको हो कि तिमीलाई यो नाना? तँ कसले किनिदिएको तिमीलाई यो नाना? हजुर, चन्द्रमाले, चन्दनाले। के गराउँछ मन नलाएन मलाई दिन्छु। कता राखेको छु मैले भन। भाइको त्यो मुख पछि गर्ने कता गर्छ? मैले लगाउँछु। यति थोरै तिमीले लगाइदिन्छौ। कस्तो लाइटिङ नमिलेको कि क्यामेराको। ओहो राम्री भयो। म धेरै नलाइदिनु जानु, म आफै लाउँछु के। भयो भयो। अब त्यो त म झिक्छु, तिमी धेरै झिक्छौ कि सानो? ओ भयो, मैले भनिरहेको थिएँ धेरै झिक्छु भनेर। अब त्यत्रो कहाँ लाउने? नहाल्न मिल्छ यसमा। नानीहरू अब यहाँ आँखा माथि, यहाँ के अब यतापट्टि, अब यहाँ अब त्यत्रो कहाँ राख्ने भन त? तिम्रो हातको त्यो धेरै भयो कि तिमीले आँखाभित्र फसादियो। त्यत्रो लगाइदिइसकेपछि धेरै हुन्छ, त्यति धेरै लाउनु हुँदैन कि तिमीले। त्यो मेरो क्रिम तिमीले लाउने होइन कि त्यसरी। आँखाभित्र पसेको पोले आँखा। जयते मंगलाकारी भद्रकाली कपालिनी दुर्गा चमचमताती श्वाश्व अनुष्ठिते जटिदेवी चामुण्डी जयत्याणी जयश्री भगते देवी कालरात्रि नमस्ते ल नौ दुर्गा भवानीले रक्षपाल गरुन आयु बढोस् यस बढोस् रोग व्याधिले
नसताओस् इष्ट ताइन हुन् शत्रु बसे हुन् यता हेर त दिदीलाई शत्रु फलना कि बच्यो छोरी फलना कि नातिनी भन्दा यस कमाएर बस्न पाइयोस् यो छ नौदुर्गा भवानीले रक्षपाल गरून् मेरो मेरो पोलानको आमा रोग व्याधि नसताओस् अहिले हजुरले मेरो लाउनु भने त्यो सबैको रातो देखेर आँखा जस्तो त्यही खेर हेर न यता उता जाऊ क्या यसो घुम क्या सिधा भन्दा यसरी मिलाउनु पहिला यहाँ हात हाल्छ नि मङ्गलकार बस्नु त मलाई हेर सानै त कोही त लड्केलाई देऊ मोमोलाई बाटी बाटी बनाउँछ भवानीले रक्षपाल गरून् आयु बढोस् यस बढोस् भवानीले रक्षपाल सानो भयो रोगले नसताओस् तिमीले सबै झार्दियौ कि झन् नचर रोगले सताउनु लायो रोगले नसताओस् अलि नजिक जाऊ न स्याबास हात थाप किन त नि पुरै गमक्क परिसक्यो है माथि हेर न रिसास बुबाले बुबाले टिको लगाइदिएन नामो गरेर ल्याउँछ मलाई हो ल खुट्टा देऊ ल्याउ जमरामा यहाँ लगाइदिन्छु ओइ भई कति धेरै पैसा तिमी पनि गएर बस्ने सिउरी दिनु न त्यही हो जानु खोल्छ जमरा कानमा राख्नु न केमा यस्तै थियो नि यो यस्तै खुट्टाले दिँदैन त बक्क बनाउन पानी पानी पोखा रहेछ आलु होला किवी जस्तै देखिने है एउटा चाहिँ यो हेर अरू चाहिँ मलाई थाहा छैन कहाँ खसाल्यो छैन दही चिनी मजाले हाल्नु पर्दो रहेछ एउटा